रोग प्यारमा लागोस्, हरेक कुरा चिताएको सफल होस्, मन शान्ति होस्, सधैँभरि पिस होस्, कुनै रोग व्याधि नछोस्, घरमा सधैँभरि खुसियाली नै खुसियाली होस्, कसैले पनि एट्याक नगरौँ, शान्त होस्। नेपालीमा भन्दै के एट्याक नगर्नु होइन दसैँको त दिनै पर्छ। हाम्रो पूर्वेली चाहिँ यस्तो हो के तपाईँ पूर्वेली चाहिँ यस्तो हुन्छ अब शान्त दसैँको दिनुपर्छ कि हाम्रो पनि दिनुपर्छ। हाम्रो त्यही हो नि त उहाँहरूको चाहिँ फल्ट रहेछ कि हामीहरूको उल्टो छ फेरि कराइले पनि पराएको सालदेखि होइन त्यही त हामीहरूले त्यस्तो हुन्छ हाम्रो त्यो हुँदैन हाम्रो मान्नलाई चाहिँ हामीले दिनुपर्ने हो क्या यसमा त्यो त घाटा हुन्छ नि त हामीले त दिनुपर्छ त यहाँ त त्यो त होइन पैसा दिनुपर्छ नि टिको लाग्यो होइन हामीले जोले बाँध्दै आउँछन् होइन सुन्नुहोस् राईहरू लिम्बूहरूकोमा सुँगुरको सपेटा लिम्बूहरूको सुँगुरको सपेटा होइन ल्याउँछन् आउँछन् रक्सी लिएर आउँछन् अनि त्यसले हिसाब गरेर त्यसको भन्दा बढी पैसा दिने हो हाम्रो त्यो हो नि त पूर्व क्षेत्री भन्नु त्यही हो उल्टो हामीहरूको चलन उल्टो हाम्रो चलन हो नानी त्यो हाम्रो पूर्व क्षेत्री हो हाम्रो चाहिँ त्यो चलन छ कि पूर्वको त्यसो भएर हाम्रो पूर्वको चाहिँ चलन थियो क्षेत्री बानु त्यही हो राई लिम्बू पनि त्यही हो त्यही त अनि हाम्रो त तपाईँहरूलाई चाहिँ अलिक चुट्टो पर्ने बेला यही नेपालमा पनि एउटै ठाउँ नि कस्तो फरक है त नि फरक छ बुवा आमालाई राम्रोसँग काठ गर्नु बुढेसकालमा सधैँभरि बुवा आमाले भनेको कुरो मान्नु रोग ब्याध नलागोस् सधैँभरि शान्त मन होस् कहिले हडबड नहोस् पिस रहनु केस पनि राम्रो छ मान्छे राम्रो मन्दिर के मन्दिर के लाउनु पर्ने मन्दिर हो क्या के अरे ठुलो होइन र मन्दिर जाऊ पहिला छोरा लगाउनु मन्दिर ठुलो है छोरा लगाउनु पर्छ पहिला त्यसो गर्नु बाबु के छ यसो भन्दा हातले फेरि गएछ है मन्दिर सधैँभरि हेल्दी रहनु त्यहाँ फोटो हान्नु राम्रोसँगले पढ्नु आमाले साथीभाइहरूलाई सधैँभरि हेल्प गर्नु आफूले मान्ने कुनैलाई आदर गर्नु अनि सधैँभरि शान्त रहनु खुसी रहनु दिनुपर्छ छोरा आज गर गर होइन नि त्यो संस्कार सिक मम्मीको खुट्टा रुङ्गो छ भयो 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 पक्का हो नि त यो हो नि त हो पक्का हो कि यो त पक्का आजले पनि रोक्नु पर्छ त पक्का म पो राई भएर सबैको मेरो खुट्टा ढोक नढोकाएको हो नि त्यो त हाम्रो संस्कार संस्कृति हो नि त मेटेर मेटिँदैन चलन चल्तीमा आएको मान्छेले मान्दैन जेसुकै गर्छ मलाई चाहिँ कन्सर्न छैन क्या हेलो हाई हाई त नि यिनीहरूले त ढोगेन नि तपाईँलाई ल अब मैले पालो होइन ल तपाईँ ल्याइदिनु ठुलो लाउने हो र